हेलो नमस्कार सम्पूर्णमा आज हामी लेकसाइड पोखराको जगदम्बा आमा समूह भ्रमणको क्रममा हामी गोरखकाली मन्दिरमा आएका छौँ। हामी सबैजना दर्शन गर्ने क्रममा हुनुहुन्छ। कता हो कता हो आज हामी गोर्खा कालिका दिदी बहिनी ल कता हो तपाईहरु? हामी गोर्खा कालिका साथी दर्शन गर्न आएका। दर्शन भयो? हजुर दर्शन भयो? हजुर हजुर ल ल सबैलाई स्वागत। हजुरलाई पनि धन्यवाद। हामी जगदम्बा आमा समूहबाट यस्तो भ्रमण गर्न आएका। हजुर आज कहाँ जाने प्रोग्राम छ? पनि आए ल हजुर आमा समूहबाट गोरखकाली मन्दिर हुँदै बन्दीपुर जाने यस्तो रमाइलो गर्दै आइयो। जय गोरखकालीले रक्षा गरून् हामी सबैको। हजुर त्यही हो हाम्रो शान्ति आनन्द सबैमा छाएर घर सन्चै पुनः पाइयोस्। हस् ल ल ल त जाम उतातिर है। हजुरलाई पनि धन्यवाद। गोरखकाली मन्दिरबाट यस्तो दृश्य देखे यिनीहरूले चाहिँ हातमै खोज्न आउँछन्। सानो बच्चा भोगेछ होइन पिर्न आएको मलाई भिडियो बिग्रियो त्यहाँ पिर्न आएको मलाई हेर्न रिसाएर बच्चा लगिदिन्छ भनेर होला नि। वातावरण यस्तो छ। यहाँ रोड यहाँ चाहिँ के पकाउनु हो गरे रोड बा गोरखनाथको प्रसाद। हजुर कति राम्रोसित टिपेर खाए। राखेको के राति चामल यिनीलाई दिनुपर्छ क्या है जम्मै जोइलाई दिनु भनेर राखेको के ल दिदी हामी दर्शन गरेर फर्किँदैछौँ नि। यहाँ मन्दिर घुम्दैछौँ। घुमियो यताबाट जाने रहेछ है गुड यताबाट उता निस्किन्छ। पहिला यहाँ गेटैमा थियो कि आउँदा यताबाट हिँडेर आउँदाखेरि हजुर जानु सक्दैन भने कि सकाउनु अलि उता जानुहोस् त्यहाँबाट अलि गाह्रो छ यताबाट अलि तल पर्ने त्यहाँबाट जानु। चप्पल त ऊ त्यहाँ छ नि त दाइ। चप्पल कता राख्नुभयो? त्यही ऱ्यागमा। दर्शन गरेर फर्किँदैछौँ। ल कस्तो भयो दिदी बहिनीहरू? राम्रो भयो रमाइलो ल अझ घुम्दैछौँ उहाँ कता जाँदैछौँ भइसक्यो होइन? पहिला सुरुमा यहाँ आएका हामी देवीको मन्दिरमा दर्शन गर्न कालिकाको। अब फेरि जाँदैछौँ। ल के अरे बाँधासँग ऐति बाँध्रालाई खेल्नु बच्चा लिएर बसेका। म त हेरेर उहाँमा चाहिँ हामी गोर्खा कालिका गीत गाइदिने दिदी गोर्खा कालीको जानेकै छैन। यता अघि ल्याएन यहाँका रिसाउँछ फेरि हिजो गोर्खा कालिका कता होला नि र जाले यो जोगन सम्हाल्ने गोर्खा कालिका
जय गोर्खाली। कस्तो भयो यात्रा? खुसी छौँ होइन? हामी गोरखकाली मन्दिर दर्शन गरेर फर्केर खाजा खायौँ। ल बहिनी अझै कता कता हो? बन्दीपुर र अझै कुन ठाउँ जानु छ? दरबार म्युजियम हजुर। हामी 41 जना छौँ, 41 जना अनि 2टा आमा खाइयो, रोटी खाइयो। खानु भयो तपाईँहरूले? खानु भयो? खाइयो बा? मिठो छ? एकदम मिठो। हजुरले खानुभयो? खाइयो। मिठो छ है? दिदीबहिनीहरूले भात खाँदै हुनुहुन्छ। दिदी मिठो भयो? मिठो छ? खाना खानुभयो कि रोटी खानुभयो कि खानुभयो कि? खाना खाइयो दिदी। मिठो मिठो असाध्यै है। बोला दिदी बहिनी स्वीकार्नु भयो? स्वीकार्नु पर्यो। खाना खाइयो, हाम्रो गाडी यो हो। ल है यस्तो छ। गोर्खा दरबार सङ्ग्रहालय। ल गोर्खा दरबार आउनुहोस् आउनुहोस्। काट्नुभयो? एक मुष्ट काटेर आए हुन्थ्यो। हुन्थ्यो नि एक मुष्ट भनेको, एक मुष्ट काट्यो त्यही हो, एक्लै काट्यो नि त्यही हो। नमस्ते। नमस्ते। बहिनीहरूले चाहिँ टिकट लियो है, टिकट लिँदै हुनुहुन्छ। दिदी बहिनीहरूले चाहिँ टिकट ल्याऊ। टिकट लिन्जेलसम्म टिकट लिनु है। निर्मला यहाँ लिनु। टिकट लिँदै हुनुहुन्छ। यहाँ त्यहाँबाटको काट्छु क्या लक्ष्मी मलाई नि एउटा। यहाँ तपाईँ अगाडि हुनुहुन्छ त्यहाँबाट काट्नु त। हजुर ए हेर्न दिदी त्यहाँबाट हुन्न भन्नु गोर्खा सङ्ग्रहालय। हाम्रो आमासँग चाहिँ गोर्खा सङ्ग्रहालय। त्यहाँ चौतारी बनाउँदै हुनुहुन्छ। पहिलाको राजाहरूको हतियार यो हो। तोप साँचो चाहिँ यस्तो।
तल्लो दरबार क्षेत्रको नमुना कस्तो यो चाहिँ कहाँ छ बहिनी यो ठाउँ कहाँ छ यही हो ए यो ठ्याक्कै यो हो अहिले हामी गोर्खा दरबार कराई यत्रो ठुलो कराई यसको ढकनी भाँडाकुँडा साप बसेको माथि हो कि यहाँ हो यो जन्मेको राज्य गरेको माथि माथि हो हजुर यो चाहिँ राजेन्द्र विक्रम शाहको दरबार यो चाहिँ राजेन्द्र विक्रम भनेको उनका छोरा हजुर छोरा होइन पनातिको पालो हो यो 1896 सालको दरबार पृथ्वीनारायणको चाहिँ माथि हजुर कालिका मन्दिर हजुर शाहजहाँको राज्य गरेको डोली पुरा आइजाल छ यहाँ कतिको रमाइलो भएको छ नाचो आनन्द पुरानो काठहरू छ काठको पुरा आँखी झ्यालहरू छ गाह्रो छ ल बन्द हो के छ यता ए कता 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 यति हो यहाँबाट ए यहाँबाट फर्किने होला पुरा आँखी झ्याल रहेछ नि दरबारभरि झ्याल कति
कति बलियो छ यो झ्याल। गोर्खा दरबार गोर्खा म्युजियम हेरेर फर्किँदैछु। पुरा ढुङ्गा छ्यापहरू छ। हाम्रो बस त्यहाँ छ। दिदीबहिनीहरू कोही त्यहाँ पुगिसके, कोही चाहिँ हामी यसरी आउँदैछौँ। हाम्रो बस यहाँ छ। ल बन्दीपुर आएका पानी परेको घुम्नमा यहाँ बहिनी र म त झन् छाता ओढ्दै खुब बन्दीपुरको बजार घुम्न हिँडेका हामी। बजार हेर्ने भनेको यस्तो पानी पऱ्यो। यस्तो पानी पर्यो, राम्रो छ। पानीले मार्यो। ल होइन दिदी मलाई जा हिँडौँ। कता कता जाने? हेर्नु कहाँ जाने भाइ? कता जाने हो? बन्दीपुर पानी पर्यो। दिदीबहिनीहरू भित्र कोही कता पानी पर्यो। पानी बन्दीपुरमा पानी पर्यो। दिदी पानी पर्यो। बन्दीपुर आएर पानी पर्यो होइन? कस्तो भइरहेछ टुर? पानी पर्यो एकदम रमाइलो अरम लाउनेर आएको नानी हेर्नु त्यस्तो पानी पर्यो क्यार्ने हो भए पनि हावा र हुबियो असिनो र पानी। हजुर हामी भनेको दिन समयले साथ दिएर त्यही पनि यतिकै उज्यालो भइछ। बन्दीपुरको गाउँसँग टेके हामी हजुर सबै दिदीबहिनीहरू हाम्रो रमाइलो भइछ। ठिकै छ, नमस्कार, थ्याङ्क यू। क्या रमाइलो पानी परे पनि यति रमाइलो भएको छ, सादी छैन। शीतलो छ है। यता सुन शीतलो भइछ। एकदम शीतलो भइछ, आनन्द आइछ, घुम्न पाइयो। आउन पाइँदैन कि भनेर हामीलाई चाहिँ चिन्ता लागेको थियो। अहिले पानी बिदा भयो, आउन पाइयो, धेरै खुसी लाग्यो। त्यो त समस्या राम्रो भयो। हजुर बन्दीपुर आएको पानी परेर जाडो भयो, भ्रमण गर्दै हजुर अहिले बन्दीपुरमा आइपुगेका छौँ। हजुर हाम्रो जगदम्बा आमा समूह अझ साह्रै रमाइलो गरी साथीभाइसँग बन्दीपुर आइपुग्यौँ अहिले। हजुर ल खुसी हुनुहुन्छ? हजुर खुसी छ, एकदम खुसी। ल यहाँ खाजा खाने प्रोग्राम हुँदैछ। ल हिँड्नु अब खाजा खानु। ल बहिनी के खाने हो? कार्यक्रम भइन्छ। के खाने हो? आज खाजा अब पानी पर्यो हो, चिसो छ, अब तातो चाउमिन खाने, चिया कफी के खान मन लाग्छ त्यही खाने। पानी पऱ्यो नि केही फरक परेन, हामीलाई एकदम आनन्द रमाइलो भइरहेको छ। ओके गुड, थ्याङ्क यू। हरि आज घुम्न आएका पानी परेर त्यही पनि अहिले पानी बस्यो है? अहिले त पानी बस्यो। ठिक हो है। हामीहरू यो होटलमा खाजा खाने प्रोग्राम छ। एकदमै शीतलो भएछ। हामी त बन्दीपुरतिर जगदम्बा आमापट्टि आमा ठुली रमाइलो छ।